अहिलेका बच्चाहरूलाई खेलाउन भनेपछि केही चाहिँदैन। सो हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ आजको मेरो डे 7 मिनी भ्लगमा। आज फेरि नानीले बिहानैदेखि खेलाउन भनिरहेको थिए। ड्याडीले भाटबटिनी गरेर यति धेरै खेलाउन लिएर आइदिनु भयो। चाहिँ हेर्नु न, यहाँ पहिला सानो छँदाको त्यसको खेलाउना यति धेरै छ, लगभग 2 बोरा जति छ कि खेलाउनाहरू। एकैछिन नयाँ खेलाउन ल्यायो, खेल्यो, अनि एकैछिन उसलाई पुरा नयाँ हुन्छ खेलिन्जेल, अनि त्यसपछि एकैछिनमा उसलाई पुरानो भइहाल्छ कि, अनि चाहिँदैन फेरि त्यो खेलाउना। अनि फेरि त्यस्तो गर्दा गर्दै 2 बोरा जति भइसकेको छ खेलाउना। बच्चाहरूलाई पनि खेलाउनाले जति भए पनि नपुग्ने है। जे होस्, चाइनाले चाहिँ बच्चाहरूलाई भुलाउने बाटो चाहिँ बनाउने कि है। कस्तो कस्तो खेलाउना बनाउँछ कि, हामीलाई नै त्यो खेलेर बस्न मन लाग्छ कि कस्तो कस्तो खेलाउनाहरू हुन्छ। मेरो सानो बाबु पनि खेलाउन भनेपछि कस्तो गर्न थालेछ कि, दुध खाँदै थियो होइन, त्यो खेलाउन देखेर त्यसलाई दुध नै चाहिएन कि, पुरा मस्त छ कि खेलाउन खेलेर बसिरहेको छ। बाई बाई साथीहरू, आजको लागि यति नै। बाँकी भोलि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ।